हेलो साथीहरू, नमस्ते, सन्चै हुनुहुन्छ? स्वागत छ मेरो न्यू ब्लगमा। हजुरहरूलाई के छ, कस्तो छ? हजुरहरूकोतिर पानी परेछ कि नै? हाम्रोतिर आज अलि बेसी भयो। आज एकादशी रेससँग जाने भनेर तयारी हुने अवस्थामा छौँ। रेससँग जानको लागि ढिलो भयो। सधैँ त छिटो गइन्थ्यो, अहिले चाहिँ पानी आएको कारणले मौसम अनुसार यसो जानु पर्यो, हेरेर जानु पर्यो भनेर ढिला गर्दैछौँ। पूजा त गरियो। आज चाहिँ हामी रेससँग जाँदैछौँ। म चाहिँ नक्कल पार्दैछु। अब यो चाहिँ मेरो टोनर। ल साथीहरू, रेससँग हेर्नलाई तयार भइसक्यौँ। गाडीलाई फोन गरेको, गाडीकोतिर आउने थाहा छैन, कस्ती भइयो थाहा छैन। नक्कल पारेर खासै नक्कल पार्ने पानी त छैन। पछिबाट त लानु पर्यो भाइ। गाइजहरू होइन, आज चाहिँ मम्मीको भ्लगमा चाहिँ होइन, मम्मी नभएर चाहिँ आज म बोल्दैछु। अहिले चाहिँ हामी रेसिङ कारको तर्फमा चाहिँ गाडीमा जाँदाखेरि चाहिँ म फ्रन्ट सिटमा र मम्मी चाहिँ अब पछिको सिटमा भएकाले म बोल्न पाउनु होइन। त्यसले चाहिँ अब यहाँ बोल्दैछु हल्का स्पिडमा। त्यहाँ राहत तिर्मिरिने छ, त्यसले सरी होइन। त्यही हो। र अहिले चाहिँ फेरि मम्मी बोल्नुसँग चाहिँ मम्मी चाहिँ अगाडि नै हुन्थ्यो, म पनि थिएँ यहाँ। त्यहाँ हामी चाहिँ दिदी म पछि दाइ चाहिँ हर आइरहेका होइन। एकदमै भिड थियो भन्नुपर्दा चाहिँ लास्टै नै भिड थियो होइन। भर्खर चाहिँ हामीले अब यहाँ दामपेटीमा लाएर चाहिँ अब टिका लगायो। टिका लगाएको थियौँ। अब फर्स्टमा आउँदै कोही पनि थिएन। जब हामी चाहिँ मान्छे गएर आउँदाखेरि एकदमै भिड थियो होला होइन। अहिले गइरहेको एकदम र एकदम चाहिँ रेसिङहरू चाहिँ पानी एकदम सफाएर चाहिँ निलो बनाइदिएको हामी चाहिँ कुराहरू देखिरहेका छौँ होइन। र मम्मी चाहिँ नगर्दा चाहिँ अब मैले भिडियो बनाइदिँदै होइन। त्यही हो। र मम्मी चाहिँ अब चाहिँ पानीमा हिँड्दै कि तपाईँले मलाई तपाईँले त देखायो भने कति भाँडो हुन्छ। र अब चाहिँ त्यसपछि मम्मी र राहुलले चाहिँ हामी चाहिँ एउटा मातालाई देख्यौँ होइन। राहुल चाहिँ अब यहाँ पूजा गर्दै हुन्थ्यो, उहाँ मान्छे अब यो मन्त्र पढ्दै हुन्थ्यो। त्यो सबै डराएका थिए र सबैले हेरिरहेका थिए होइन। भिड थियो उहाँ हेर्नुलाई। यति नै थियो। चाहिँ मम्मी र मैले चाहिँ अब गाईलाई पूजा गर्दै मैले पनि पूजा गर्दाखेरि चाहिँ आमाले छोप्ने पर्ने रहेछ। त्यसले क्यामेरा चाहिँ अब पुच्छरमा मात्रै देखाइदिएँ होइन। त्यो अब गल्ती भयो, सरी होइन। चाहिँ गरेर पूजा गऱ्यो अनि पछि अगरबत्ती सत्ती बाल्यो। अनि पछि हाम्रो पूजा चाहिँ यस्तो थियो हेर्नु। सकल परिवार सहित हम आद्य दिने मम कायिक वाचिक आफूलाई मनोकामना जे छ सम्झनुहोस्। पितृहरू बुवा आमाहरू सबैलाई सम्झनुहोस्। सकल परिवार सर्वोच्च कामनार्थम यो गोदान यो लोक मुक्ति परलोक मुक्ति कामनार्थम एकदम गम रुद्र देवताकम मार्फत रेसिङ गोशालायाम चुप्पी वयम सम्पदामाई हरिओम तत्सत् हात भन्नु पुच्छर सहित हेर्नुहोस्। अनि फुलले गाईलाई ढोक दिनुहोस्। कुच्छुमा यहाँ सिर राखेर ढोक दिनुहोस्। बाबु धोइदिन्छ शान्ति परेछ नै गवार्ने त्यसमा चाहिँ गाइजर हामी चाहिँ हल्का हटेर चाहिँ हाम्रो स्लो मोसनमा भएछ। त्यसले चाहिँ यहाँ गल्तीले यस्तो राम्ररी गएको टाइम त्यसको लागि चाहिँ एकदमै सरी। र त्यसरी आमालाई पूजा गर्दै हुन्थ्यो र हामी चाहिँ अब बनाउने मान्छे यहाँ चाहिँ आएर त्यो दाइले गरिदिनु भएको थियो। त्यसमा चाहिँ म यस्तो टिका लगाएर ट्याक्क आमा मम्मी चाहिँ यहाँ अर्को मन्दिरमा आएर रेसिङको माथिको एउटा सानो मन्दिरमा
पूजा गर्दै हुन्थ्यो त्यसले हो। अनि पछि यसरी गर्नुभयो पूजा हेर्नु। र मम्मीहरू चाहिँ पूजा गरेर चाहिँ उहाँ तल खाना खान लाग्नुभयो। आज चाहिँ व्रत त्यसले केही फलफुलहरू। त्यही बिचमा चाहिँ हामी यहाँ रेस्टुरेन्टको माथिको मन्दिरमा आएर हामी त्यस्तै भजन इन्जोय गऱ्यौँ। एकदम रमाइलो भयो होइन। यस्तै नाच्दै हुनुहुन्छ। यो चाहिँ पहिले सुरु गर्ने बित्तिकैको हो। त्यसो चाहिँ अहिले मान्छे थपिनु भएको छ। ल हेर्नुहोस् है त, यति नै धेरै मान्छे थपिनु भएको थियो। जब चाहिँ त्यो नाच्न सुरु गरेपछि हामी चाहिँ चिया खान गयौँ। त्यतिखेर आएर चाहिँ यस्तो भयो। माथिबाट चाहिँ हामी डाइरेक्ट म अब चाहिँ हामी त्यहाँ गइरहेको थियो। त्यो गइरहेको यस्तो थियो। ल हेर्नुहोस् है त। चोली माथि छड्केलायो भालेकी मखमली चोली माथि छड्केलायो भालेकी रूप सुन्दर मेरी हजुर नपाकै भालेकी
तिमीले भेट्यौ मोटो र टक्कै अन्त नजर मरि जान्न पटक्कै नजरैको करम तिमीले तिम्रो भई अन्त नजर मरि नजरैको करम तिमीले भेट्यौ मोटो र टक्कै अन्त नजर मरि जान्न पटक्कै तिम्रो भई अन्त नजर मरि जान्न गणेश दाइलाई भोलि देखाइदिनु होला Hello, 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 my school. Hello, 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 hello.